सक्नुहुन्छ भने आमालाई धेरै माया दिनु, कहिले पनि सपनामा पनि पीडा नदिनु, पेन नदिनु, दुःख नदिनु, अहङ्कार नदेखाउनु। आमा भनेकी जननी हुन्। जननीले तपाईहरूलाई 9 महिना पेटमा राखेर एउटा मानवको आकृति दिए यो संसारमा ल्याउनुहुन्छ। जब आमाले तपाईहरूलाई जन्म दिनुहुन्छ त्यति बेलाको पीडा कसैले पनि सहन सक्दैन। म एउटा नर्स हुँ। मैले आमाहरूलाई डेलिभरी गराउन सहयोग गर्छु र मैले पीडा देखेकी छु। त्यस्तो पेनमा पनि उहाँले मेरो बच्चा ठिक छ भनेर सोच्नुहुन्छ। आफ्नो इच्छा न, आफ्नो दुःख बिर्सेर आफ्नो इच्छालाई पर राखेर तपाईँको इच्छालाई अगाडि राख्नुहुन्छ। कति रात आमा सुत्दिनन् तपाईँ बिरामी हुनुभयो भने आमाले आफ्नो पेटमा पटुका बेरेर पानी पिएर तपाईँलाई खुवाउनुहुन्छ, कपडा किनिदिनुहुन्छ, पढाउनुहुन्छ, एउटा शिक्षा दिनुहुन्छ। त्यस्तै आमालाई, त्यस्तै देवीलाई हामीले नमन गर्नुपर्छ। दुःख दिने होइन कहिले पनि। उहाँको आँसुले तपाईँ हामी कसैलाई पनि राम्रो हुँदैन। अहिले संसारमा आमा दुःखी छ। आमाले पाउनुपर्ने सम्मान पाउनुभएको छैन। आमाले पाउनुपर्ने माया पाउनुभएको छैन। आमाले पाउनुपर्ने केयर पाउनुभएको छैन। त्यसैले संसारमा जताततै हेर्नुहुन्छ विकृति आइरहेछ होइन। हामीले राम्रो कुरा गर्न सक्छौँ तर हाम्रो मनस्थिति एक ठाउँमा अड्दैन, फोकस हुँदैन। किनभने हामी आमासँग डाइरेक्ट कनेक्ट हुन्छौँ। लेट मी टेल यु, हामी जब आमाको पेटमा हुन्छौँ हामी आमासँग अट्याच्ड हुन्छौँ नालबाट, सालबाट। इङ्ग्लिसमा भन्छ अम्बिलिकल कर्ड र प्लासेन्टा। हामीले सबै कुरा 9 महिना आमासँग सेयर गरेका हुन्छौँ। आमाको दुःख, आमाको पीडा, आमाको खुसी, आमाको हर्ष, सबै कुराहरू होइन। अनि त्यसैले आमा दुःखी भयो भने हामीलाई पनि त्यो इनर्जी डाइरेक्ट प्रवाह हुन्छ र त्यसले हामीलाई इफेक्ट गर्छ। यदि तपाईँले सफलता हासिल गर्न चाहनुहुन्छ भने आमालाई रेस्पेक्ट गर्नु, माया गर्नु। आमा खुसी हुन्छ। प्लिज, जबसम्म उहाँ बाँच्नुहुन्छ